चल्न सिकायो, बोल्न सिकायो। यही गाउँको चाहिँ अब वन जङ्गलको चाहिँ दाउरा घाँस गर्दै हिँड्यौँ। यही गाउँको कुवा खोला नाला पानीको चाहिँ पानी पिएर हामी चाहिँ उभियौँ। हामी चाहिँ एउटै हाम्रो जिजुबाजेहरू एउटै ताउलोमा चाहिँ खाएर हामी यो स्थानसम्म आइपुग्यो भनौँ न, अहिलेसम्म यतिसम्म बोल्न सक्यौँ भनेपछि हाम्रो सम्बन्ध यसरी चाहिँ गाँसिएको छ। र त्यो सम्बन्धलाई चाहिँ अझै निरन्तर रहनको लागि अब आउने नयाँ भावी सन्ततिहरूलाई चाहिँ हामीले चाहिँ आफ्नो गाउँ के हो र हाम्रो सम्बन्ध के हो भनेर चाहिँ बुझाउनको निम्ति पनि यो संस्था हामीले गठन गरेका छौँ। र यो संस्थामा अब त प्रायः सबैजना भइसक्नु भएको छ, एक दुईजना नभएको होला। उहाँहरूलाई चाहिँ मेरो विनम्र अनुरोध, तपाईँहरू पनि एउटा सदस्यता लिनु होला भन्ने मेरो चाहिँ एउटा अनुरोध छ। र यसमा यो गाउँमा अब टोभाइले के गर्छ त, टोभाइको कारण काम उपस्थित यो चाहिँ गठन गर्नुको कारण के हो भन्ने कुरा एउटा खुल्दुली पनि होला, मनमा भित्र लागेको पनि हुनसक्छ होइन। त्यसले गर्दाखेरि अहिले चाहिँ हामी चाहिँ विशेष गरेर चाहिँ हाम्रो गाउँमा चाहिँ चलि आएको चलन चल्ती परम्परालाई चाहिँ अलिकति स्तर बनाउने र हाम्रो जुन साइनो सम्बन्ध छ त्यो चाहिँ अलिकति कायम गर्ने हिसाबले चाहिँ हामीले चाहिँ यो टोभाइको गठन गऱ्यौँ। र विशेष गरेर चाहिँ म एकदम धन्यवाद दिन्छु हाम्रो चाहिँ शेरबहादुर यहाँ पलथरको चाहिँ शेरबहादुर बा। हामी एकचोटि के भयो भन्दाखेरि यो 2 करोड 20 लाखको चाहिँ बजेट यो गाउँको लागि परेपछि अब त्यो अब फेरि कतै तानतुन गर्ला भन्ने हामीलाई एउटा डर भयो होइन। त्यो डर भएपछि हामी चाहिँ पोखराबाट एक टोली चाहिँ एक बस आयो। त्यतिखेर हाम्रो स्वर्गीय बाबा नर्काजी उहाँको छोरा पनि हुनुहुन्छ, उहाँ पनि आउनुभएको थियो। हामी सँगै बिजेर लट्ठी टेकेर आउनुभयो। गाउँको लागि के गर्नुपर्छ भन्ने एउटा चाहिँ सामाजिक भावना बोकेर हामी सबैजना एउटै गाडीमा सबैजना आयौँ। आएर गाउँमा उहाँ वडामा पनि बस्यौँ। हाम्रो उपाध्यक्ष हुनुहुन्छ, प्रकाश भाइ सचिव हुनुहुन्छ, यहाँ बा शेरबहादुर बा हुनुहुन्छ, अन्य हाम्रो चाहिँ टाइगरजी मामा। हामी चाहिँ सबैजना एकमुष्ट भएर एकजुट भएर त्यो वडामा चाहिँ दिएको आवाजले गर्दाखेरि कमसेकम त्यो बजेट चाहिँ दायाँ हुन सकेन। त्यो हामीले आफूलाई धन्यवाद दिनुपर्छ होइन। र यो कमसेकम त्यो जुन बाटो अप्ठ्यारो थियो त्यो बाटो अप्ठ्यारो अहिलेसम्म बन्यो, त्यो विषयवस्तु हो। अर्को र यस्तै सामूमा हामी चाहिँ अलिकति के नभने होमा हैँसे गर्ने। अब गाउँमा हुन त अब यो गाउँमा बिचरा बोझेर अलिकति जल्दो बुल्दो अलिकति बोल्ने अलिकति उ गर्ने टाइगाजी नै हो। मामा अब गाह्रो नमान्नु होला नाम लिने टाइगाजी नै हो। टाइगाजीको चाहिँ अब खानेपानीमा जाने हो कि अब बाटोमा जाने हो कि यो गाउँको उसमा विषयवस्तुमा जाने हो कि बजेट सम्बन्धी हामीले बजेट माग्न जाने हो कि अब सबै कुरो उहाँ हुनुहुन्छ। अब शेरबहादुर बा हुनुहुन्छ, उहाँहरूले चाहिँ अब भनेर हामीलाई इन्फर्म गर्यो भने चाहिँ हामी चाहिँ अब यसरी चाहिँ एकजुट भएर जानुपर्छ, उठ्नुपर्छ हामी।